धनी र धनी जीवन दुईटा फरक कुरा हुँदो रहेछ। धनी सम्पत्तिले धनी, पैसाले धनी हुने एउटा कुरा र अर्को धनी जीवन भनेको सम्पत्ति कम भएर पनि मान्छेले धनी जीवन जिउन सक्दो रहेछ। धनी जीवन भनेको आफूले चाहेको ठाउँमा पर्याप्त खर्च गरेर सन्तुष्टि लिने ठाउँ रहेछ। जस्तो तपाईलाई साइक्लिङ गर्न, साइकल कुदाउन रहर छ भने साइकलमै तपाई बढी खर्च गर्नुहुन्छ। तपाईलाई संसार भ्रमण गर्ने इच्छा छ भने तपाई संसार भ्रमण गरेर आफू सन्तुष्ट भएर बाँच्न सक्नुहुन्छ। तपाईलाई खेती किसानी गरेर सन्तुष्टि प्राप्त हुन्छ भने तपाई त्यसैमा बढी खर्च गर्नुहुन्छ र आफूलाई मन नलागेको कुरामा कम खर्च गर्ने या खर्च नगर्ने र मन लागेको कुरामा बढी खर्च गरेर सन्तुष्टि लिएर बाँच्ने कुरालाई धनी जीवन भनिँदो रहेछ। र न्यून आय पनि धनी जीवन बाँच्न सक्छ, मध्यम आय या उच्च आय पनि धनी जीवन बाँच्न सक्छ। र धनी जीवन दुईटा फरक कुरा हुन्। धनी जीवनको बारेमा एकजना लेखकले उनको पुस्तक रिच लाइफमा उल्लेख गरेका छन्, जुन कुरा यसको बारेमा मैले यो किताबमा पनि उल्लेख गरेको छु। यदि तपाईं धनी र धनी जीवन बीच फरक छुट्याएर आफू बाँच्न चाहनुहुन्छ या सन्तुष्टि लिन चाहनुहुन्छ भने एकपटक यो पढ्नुहोस्।